हिजो आजकोमा अलिक फरक छ। हिजो अलिकता बढी कडा थियो, सुरक्षाकर्मी बढी थियो। आज चाहिँ अलिकता खकुलो पारेको छ, नियन्त्रणमा आए जस्तो छ आन्दोलन। गोलबजारमा त कहिले पनि त्यस्तो हिन्दू मुस्लिमको लफडा चाहिँ भएकै होइन। अब त्यो त बाहिरको घटनालाई लिएर यहाँ अतिरञ्जित गरेर मात्रै भएको। गोलजारमा त सधैँ भाइचाराको नाता नै छ। हामी गोलजारबाजी सबै भाइचारा, सधैँ सब भाइचारा नै बसिरहेछौँ। मुस्लिम भाइहरूसँग भेटेकै हो। भाइ पसल कहिले खोलेपछि भने दाइ म भोलिबाट पसल खोल्छु कुरा हामीसँग व्यापारीमा बसेर भयो छलफल। अब हेरौँ भोलिबाट पसल खोल्छ कि त्यो मुस्लिम भाइहरू दाजुहरूले, त्यति हो। आजको अवस्था त राम्रै छ, हिजोको भन्दा राम्रो छ आजको अवस्था। कुराकानी पनि भयो। हिजो त एउटा मुस्लिम दाजुभाइ पनि भेटेन, आज चाहिँ भेटेर कुराकानी भएकै हो मोटामोटी 2 बजेसम्म। अरू के भन्नु, अब भाइ मुस्लिम दाजुभाइहरू भोलिबाट पसल खोल्ने भनेकै हो। त्यही भएर अहिले अलि राम्रै छ, सहज छ। अब यस्तै सहज भएपछि झन् व्यापारीहरूलाई राम्रो हुन्छ। अनि व्यापारीको अहिले मारै परेको छ, किनकि बजार मुस्लिम दाजुभाइहरूले बन्दै गरेछ सटरहरू। त्यसले गर्दा पनि मेन फ्रन्टमा त्यही मुस्लिम दाजुभाइको पसल नै छ अनि ऊ बन्द छ। त्यही भएर खोले पनि बन्दकै प्रभाव अलिकति छ। मुस्लिम दाजुभाइ खोलेपछि अलि राम्रो हुन्छ। त्यति भयो अहिले हाम्रो नजरमा देखेको यही हो अनि हेरेको त्यही हो। हिजोभन्दा आज सहज छ। आज सबै बजारहरू खुलेछ, मान्छेहरूको हिडुल पनि छ। हिजोभन्दा सहज छ आज। हिजो त दिनबाट फर्काउँदै थियो, आज त्यो बजार घुम्न दिइरहेको। भाइचाराको सम्बन्ध अब पहल गरेर राम्रै गर्नु पर्यो। यस्तो घटनाहरू हुनु भएन। अब धेरै कुरा हो, बजारै पुरै खत्तम हुन्छ।